नेपालको एक सुन्दर गाउँ जहाँ हरियालीले भरिएको खेतबारी छ, त्यही बस्थे किसान रामु दाई। उनी मेहनती, इमानदार र आफ्नो माटोप्रति असीम प्रेम गर्ने व्यक्ति थिए। तर उनलाई गाउँका अन्य किसान भन्दा केही फरक सोच्ने बानी थियो। रामु दाईको सपना थियो आधुनिक तरिकाले खेती गरेर आफ्नो गाउँलाई आत्मनिर्भर बनाउने। उनका छिमेकीहरू परम्परागत तरिकामा खेती गर्थे, जहाँ उनीहरू वर्षौंदेखि उही धान, मकै र गहुँ रोप्थे। तर रामु दाईले सोचे, हाम्रो माटोमा अरू केही सम्भावना छ कि? एक दिन उनले रेडियोमा सुने कि नेपालमै अर्ग्यानिक खेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ। यो सुनेपछि उनी काठमाडौँ गए, कृषि अनुसन्धान केन्द्रमा पुगेर विशेषज्ञहरूसँग सल्लाह लिए। त्यहाँ उनले जैविक मल मिश्रित खेती र व्यावसायिक खेतीका नयाँ तरिकाहरू सिके। गाउँ फर्केपछि उनले परम्परागत तरिकालाई सुधार गरेर नयाँ प्रयोग गर्न थाले। उनले टमाटर, कागती, अदुवा र अलैँचीको मिश्रित खेती सुरु गरे। जब उनले नयाँ तरिकाले खेती सुरु गरे, गाउँका धेरैजनाले उनलाई हाँसे। रामु दाई त शहर बसेर बिग्रिएछन्, धान मकै नरोपेर के गर्छन् होला भन्ने गफ गाउँभरि फैलियो। तर रामु दाई हिम्मत हार्ने व्यक्ति थिएनन्। उनी बिहान सबेरै उठ्थे, खेतमा मल हाल्थे, नयाँ प्रविधिहरू अपनाउँथे र आफ्नो खेतीमा ध्यान दिन्थे। एक वर्षपछि उनको बारी हराभरा भयो। उनका अर्ग्यानिक तरकारीहरू काठमाडौँदेखि पोखरासम्म बेच्न थालियो। उनको टमाटर काठमाडौँका ठूला सुपरमार्केटमा बिक्री हुन थाल्यो। अलैँचीले विदेशमा पनि माग पाउन थाल्यो। अब गाउँलेहरू आश्चर्यमा परे। पहिले हाँस्नेहरू अहिले उनलाई सोध्न थाले, रामु दाई, हामी पनि सिक्न सक्छौं? रामु दाईले आफ्नो ज्ञान गाउँलेहरूसँग बाँड्ने निर्णय गरे। उनले गाउँमै साना तालिम केन्द्र स्थापना गरे, जहाँ अन्य किसानहरूलाई अर्ग्यानिक खेती गर्न सिकाए। उनको प्रेरणाले गर्दा गाउँका धेरै किसानहरूले जैविक खेती सुरु गरे। केही वर्षमै गाउँको आर्थिक अवस्था सुधारियो। सरकारी अधिकारीहरू समेत उनको खेती अवलोकन गर्न आए। अन्ततः रामु दाईको मेहनतले गाउँलाई नेपालकै उत्कृष्ट जैविक कृषि क्षेत्रमध्ये एक बनायो। उनको सपना पूरा भयो, हरियो गाउँ, आत्मनिर्भर किसान। रामु दाईको कथा एउटा उदाहरण हो कि यदि लगनशीलता, नयाँ सोच र निरन्तर प्रयास गरियो भने कुनै पनि चुनौतीलाई जित्न सकिन्छ। परिवर्तनको पहिलो कदम सानो हुन सक्छ, तर त्यसले ठूलो प्रभाव पार्न सक्छ। यसरी नेपालका हरेक किसानले रामु दाईबाट सिक्न सक्छन्। माटोलाई माया गरौं, आधुनिक सोच अपनाऊ र भविष्यको खेतीलाई समृद्ध बनाऊ।